पाउँदाखेरि यो अपर्च्युनिटी पाउँदाखेरि आफूले चाहिँ एकदम प्राउड फिल गरेको छु। एज अ हेल्थ वर्कर सरले अघि पनि कुरा उठाउनु भएको थियो, ग्रासका मासिका र अहेबो अनमिको कुराहरू उठाउँदाखेरि अलिकति मेरो चाहिँ त्यहाँ गुनासो भनौँ कि अलिकति क्लियरेन्स म पार्न चाहन्छु। 2056 सालमा जतिखेर म थाई कर्मचारीको रूपमा चाहिँ ढोटीको दुर्गम गाविसमा चाहिँ म काम गर्न जाँदाखेरि अहेबो इन्चार्जको रूपमा ग्रासका र मासिका चाहिँ त्यहाँ कम्युनिटीमा चाहिँ काम गर्ने के अरे स्वास्थ्य मेन पावरको रूपमा चाहिँ 3 जना हुन्थ्यो। त्यहाँ अहेबो चाहिँ इन्चार्ज हुन्थ्यो भने ग्रासका मासिका भनेर उहाँले चाहिँ 3 महिनाको ट्रेनिङ दिएर ग्रासकाले ग्रामीण स्वास्थ्य कार्यकर्ता नितान्त खोपको सर्भिस उहाँहरूले चाहिँ प्रोभाइड गर्नुहुन्थ्यो भने मासिकाले चाहिँ मातृ शिशु कार्यकर्ता भनेर 5वटा कम्पोनेन्टमा बाल स्वास्थ्यमा, मातृ सेवामा, पर्यावरणमा र स्वास्थ्य शिक्षा प्रदान गर्नमा र प्राथमिक उपचारमा यो कुराहरूमा चाहिँ उहाँहरूले सर्भिस दिनुहुन्थ्यो र इन्चार्जले हेल्थ एसोसिएसनमै बसेर चाहिँ प्रिभेन्टिभ, प्रोमोटिभ र क्युरेटिभ त्यहाँबाट उपलब्ध गर्ने सेवाहरू चाहिँ प्रदान गर्थ्यौँ हामी। त्यतिखेर पनि हाम्रो जब डिस्क्रिप्सनमा थिएन कि अहेबो अनमी कम्युनिटीमै घर गएर चाहिँ स्वास्थ्य सेवा दिनुपर्छ भन्ने चाहिँ थिएन। आवश्यकता परेको बेलामा जस्तै कि गाउँघर क्लिनिक, खोप क्लिनिक, सुपरभिजनको बेला चाहिँ हामी गएर चाहिँ सेवा प्रदान गर्थ्यौँ। त्यही भएर चाहिँ यो यहाँलाई क्लियर होस् भनेर चाहिँ मैले यो जानकारी यहाँ गराएँ। अब 56 सालदेखि काम गर्ने क्रममा र म 70 सालदेखि चाहिँ चन्द्रगिरी नगरपालिकामा काम गर्दैछु र 79 सालदेखि चाहिँ सिएचएनसँग पनि मैले चाहिँ काम गर्ने मौका पाउँदाखेरि म अब थोरै सिएचएन प्रोग्राम गर्न गएँ। अब हामी चाहिँ अहिले युनिभर्सल हेल्थ कभरेजका कुराहरू गरिराखेका छौँ, जहाँ चाहिँ फाइनेन्सियल बर्डन बिना चाहिँ प्रत्येक व्यक्तिले चाहेको समयमा चाहेको ठाउँमा चाहिँ क्वालिटी हेल्थ सर्भिस पाउनुपर्छ भन्ने कुराको चाहिँ आत्मसात गर्दै हामीले चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल 3 जहाँ चाहिँ गुड हेल्थ वेलबिङको चाहिँ हामी पुरा गरिरहेका छौँ र त्यो एचिभ गर्नको लागि हामी विभिन्न एक्टिभिटिजहरू गरिरहेका छौँ, जसमध्ये चाहिँ सिएचएन प्रोग्राम पनि एउटा होला। भनिन्छ कि कुनै पनि देश कति विकसित छ भन्ने कुरा बुझ्नको लागि चाहिँ त्यहाँ थुप्रै इन्डिकेटरको साथसाथै हेल्थ सिस्टम चाहिँ कस्तो छ, त्यसमा पनि विशेष गरेर मातृ शिशुको अवस्था र बालबालिकाको अवस्था के छ भन्ने कुरा चाहिँ हेरेर त्यहाँको चाहिँ कति विकसित छ त्यो कन्ट्री भन्ने कुरा चाहिँ त्यहाँ त्यो एउटा इन्डिकेटर हुन्छ। त्यही भएर चाहिँ अब हामी स्वयंसेविका, महिला स्वास्थ्य स्वयंसेविका र सिएचएन प्रोग्राम चाहिँ डुप्लिकेसन भयो भन्ने कुराहरू चाहिँ अघि पनि आवाज उठेको थियो। त्यसमा चाहिँ म क्लियर के पार्न चाहन्छु भने स्वयंसेविका प्रोग्राम चाहिँ 2045 सालदेखि चाहिँ नेपालमा सुरुवात भएको हो, जहाँ चाहिँ जतिखेर चाहिँ स्वास्थ्य सेवा लिनुपर्छ, मलाई यो समस्या छ भन्ने पनि समुदायमा ज्ञान थिएन। त्यतिखेर चाहिँ त्यो समुदायको कुराहरूलाई चाहिँ स्वास्थ्य समस्याहरूलाई चाहिँ स्वास्थ्य संस्थासम्म पुर्याउने पुलको रूपमा चाहिँ स्वयंसेविकाहरू पर्फेक्ट हुनुहुन्थ्यो। त्यतिखेरको समुदायको ज्ञान, धारणा, चेतनाको स्तर यी सबै कुराहरूलाई लिएर चाहिँ त्यो मेन पावर एकदम बेस्ट हो र उहाँको जुन योगदान छ नेपालमा स्वास्थ्यको अवस्थालाई यति माथि पुर्याउने, उहाँले चाहिँ हामी उहाँको एकदमै योगदानको कदर गर्दछौँ। र अब आउँदाखेरि चाहिँ हेऱ्यो भनेपछि यो 40-45 वर्षको अवधिमा चाहिँ डिजिज प्याटर्न, समुदायको व्यक्तिहरूको चाहिँ ज्ञान धारणाहरू धेरै चेन्ज भइसकेको छ। पहिला चाहिँ टोयलेटमा दिशा गर्नुपर्छ, ओपन डेफिकेसन गर्नु हुँदैन, गर्भवती जाँच गराउनुपर्छ, के अरे हात धोएर खाना खानुपर्छ, पानी चाहिँ प्युरिफाई गरेर खानुपर्छ भन्ने कुराहरू हामीले सिकाउनु पर्थ्यो भने अब चाहिँ हामीले त्यो समुदायबाट चाहिँ उठेर हाम्रो चाहिँ कम्युनिटी धेरै नै माथि आइसकेको छ। अब चाहिँ हामीले क्वालिटी सर्भिस चाहिँ कसरी प्रोभाइड गर्ने, सेवा मात्रै दिएर भएन कि त्यसमा चाहिँ क्वालिटी कसरी प्रोभाइड गर्ने भन्ने कुराहरू छ र त्यही अनुसार चाहिँ हाम्रो स्वास्थ्य नीतिहरू पनि बनेका छन् र त्यही लाइनमा हामीहरू काम गरिराखेका छौँ। र त्यो त्यसरी काम गर्ने सन्दर्भमा अब चाहिँ त्यो मेन पावरले यदि स्वयंसेविकाहरूको जुन उहाँहरूको कि चाहिँ उहाँलाई एकदम अपग्रेड गर्नु पर्यो। जसरी कि ग्रासका मासिकाले पनि उहाँले एसएलसी पास गर्नुभयो भने उहाँहरूलाई चाहिँ अपग्रेड गराएर आन्तरिक बढुवाबाट चाहिँ अहेबो अनमीमा चाहिँ स्थापना गरेको थियो। त्यसै गरी कि चाहिँ उहाँहरूको नलेजहरू पनि अपग्रेड गर्न सक्नु पर्यो होइन, उहाँले चाहिँ गर्न सक्नु पर्यो होइन भने उहाँहरूको अहिलेको सिप, उहाँको ज्ञान नलेजले चाहिँ अहिलेको समुदायसँग डिल गर्न अलिक गाह्रो नै पर्ने हुन्छ। त्यही भएर चाहिँ क्वालिटी सर्भिस प्रोभाइड गर्नु के भन्छ मेन पावर पनि
हामी ल्याउनु पर्छ। त्यही भएर चाहिँ मैले चाहिँ नितान्त अहिलेको सन्दर्भमा चाहिँ सामुदायिक हेल्थ चाहिँ एकदम पर्फेक्ट छ त्यसको लागि भनेर चाहिँ मैले अवगत गराउन चाहेँ। जस्तै हामी स्वास्थ्य कर्मी नेपाल सरकारको जुन एक्जिस्टिङ मेन पावर त्यतिले मात्रै चाहिँ सबै सर्भिसहरू हामी प्रोभाइड गर्न चाहिँ सकिराखेका छैनौँ। सर्भिस त दिइराखेका छौँ तर कति कुराहरूमा चाहिँ ल्याकिङ छ। किनभने अब हामीले पढ्दै पनि आएका छौँ जुन आइसबर्ग फिनोमिना डिजिज भनेर छ समुदायमा कतिपय जस्तै हामीले पानीमा चाहिँ एउटा आइसलाई राख्दाखेरि उसको सबै पोर्सन तल लुकेको हुन्छ भने माथि देखिने पोर्सनमा चाहिँ हामी देखिरहेका हुन्छौँ। स्वास्थ्य कर्मीले हेल्थ फेसिलिटीमा बसेर चाहिँ त्यो देखिने पोर्सनलाई मात्रै हामीले हेरिराखेका हुन्छौँ। तर जुन हिडन पोर्सन छ जुन डिजिजको समस्याको समुदायमा त्यसलाई पुर्याउनको लागि चाहिँ हामी साँच्चै नै डोर टु डोर चाहिँ पुग्नै पर्ने हुन्छ। त्यो डोर टु डोर चाहिँ गभर्मेन्टको अहिलेको जुन सिस्टमको हामी हेल्थ वर्करहरू छौँ त्यतिले मात्र पुग्दैन र अपुग पनि छ। र त्यो सेवालाई साँच्चै नै घर टु घर पुर्याउनको लागि चाहिँ सिएचएन प्रोग्राम चाहिँ एकदम प्रभावकारी छ। र मैले 79 सालदेखि उहाँहरूसँगै बसेर काम गर्दाखेरि उहाँहरूले कति समस्याहरू फेस गर्नुभयो त्यो त अघि पनि आइसक्यो र हामीले पनि उहाँसँग काम गर्दाखेरि देखि नै राखेको हो त्यो समस्याहरू कति फेस गर्नुभयो भनेर। त्यति उहाँले समस्या फेस गर्दाखेरि उहाँले एक दिन आएर म्याम अथवा सर हामीले यो दुःख भोग्यौँ यो समस्या भोग्यौँ भनेर चाहिँ कहिले पनि उहाँले चाहिँ त्यो चाहिँ सेयरिङ गर्नु भएन। त्यसको लागि चाहिँ म उहाँहरूलाई चाहिँ ह्यान्ड्स अप गर्न चाहन्छु। त्यो छ भनेपछि अर्को चाहिँ अब सिएचएन प्रोग्रामलाई हामीले यतिकै नै छोडिदिउँ। जुन अहिले पाइलट प्रोग्राम कतिपय प्रोग्रामहरू हाम्रो के हुन्छ भने मैले दुर्गम ग्रामीण भेगसम्म थुप्रै सङ्घ संस्थाहरूसँग काम गर्दाखेरि पनि मैले पाएको अनुभवलाई चाहिँ यहाँ सेयरिङ गर्दैछु। म्यामलाई 5 मिनट दिनुभएको छ। सरी म्याम 1 मिनट बढी लिएँ भने पनि मलाई माफ गर्नु होला। आज चाहिँ मैले ठुलो प्लेटफर्म पाएको छु आफ्नो कुराहरू राख्ने। कस्तो हुन्छ भने पाइलट प्रोग्राम हुन्जेलसम्म चाहिँ त्यो कार्यक्रम एकदम पिकअपमा पुग्ने अनि पछि छोड्ने बित्तिकै चाहिँ फेरि एकदमै लोमा पुग्ने त्यसको आउटकमहरू त्यस्तो कार्यक्रमहरू थुप्रै छन्। त्यही भएर चाहिँ जुन उहाँहरूले 3-4 वर्षदेखि एकदम मेन पावर लागेको छ कस्ट लागेको छ एकदम एफोर्ट लगाएर चाहिँ एउटा समुदायलाई यहाँ हेल्थको इन्डिकेटरहरूलाई यहाँसम्म पुर्याउनु भएको छ। अब यो यति नै राख्नु हो अथवा हामीले जसले सम्बन्धित निकाय भनेपछि फेरि यो जुन कस्ट यो मेन पावर सबै यतिकै नै खेर जानेछ भन्न चाहन्छु। र सामुदायिक हेल्थ नर्सले गर्दाखेरि हाम्रो स्वास्थ्यको इन्डिकेटरहरू पनि जुन अघि पनि सरले भन्नुभयो साँच्चै नै यही प्रोग्रामले बढाएको हो त भने चाहिँ जुन अघि प्रश्न उठाउनु भएको छ म त्यसमा चाहिँ के भन्न चाहन्छु भने साँच्चै नै सबै 100% यही प्रोग्रामले चाहिँ उठाएको होइन। सरकारले एउटा चाहिँ स्ट्राटेजी बनाएको थियो यहाँसम्म हामी पुग्नुपर्छ भनेर। त्यसमा काम गर्दै जाँदाखेरि चाहिँ हाम्रो मेन पावर नेपाल सरकारको मेन पावर नेपाल के अरे फाइनेन्सियल सपोर्ट यी आदि कुराहरूले चाहिँ पुग्न सकेको थिएन। त्योमा चाहिँ थप 2-4 वटा इट्टाहरू अझ बढी अलिक फास्ट द्रुत गतिमा थप्ने काम चाहिँ सिएचएन प्रोग्रामले गरेको। 100% नै उहाँलाई चाहिँ क्रेडिट जाँदैन। तर जुन हामीले काम गर्दाखेरि चाहिँ ल्याकिङहरू थियो कमी कमजोरीहरू थियो त्यसलाई समेटेर चाहिँ यो इन्डिकेटरलाई चाहिँ पिकअपमा पुर्याउने काम चाहिँ उहाँहरूले पक्कै गरेको। त्यही भएर यो उहाँहरूलाई चाहिँ धन्यवाद दिनैपर्छ त्यसको लागि। अर्को चाहिँ म के भन्न चाहन्छु भने उहाँहरूको प्रोग्राम कतिपय इन्डिकेटरहरू चाहिँ हाम्रो डिएसएस इन्डिकेटरमा चाहिँ इन्क्लुडेड गर्नुपर्ने चाहिँ कन्डिसन छ। त्यसलाई चाहिँ सम्पूर्ण निकायहरूबाट त्यसलाई फेरि वर्कआउट गरेर हाम्रो रिपोर्टिङ सिस्टममा राख्न सक्यौँ भनेपछि हाम्रो इन्डिकेटरहरू धेरै राम्रो देखिन्थ्यो। जस्तै म एउटा उदाहरण दिउँ हजुरलाई। जस्तै मेरो वडामा गर्भवती महिलाहरूको टार्गेट 200 छ भनेपछि त्यो 200 जना म कहाँ त आउँदैन। त्यो मसँग आउने भनेको आधी मसँग आउला आधी अन्य नै संस्थातिर अरूतिर पनि सर्भिस दिन गइराखेको हुन्छ। तर मैले गरेको कामको एचिभमेन्ट हेर्दाखेरि टार्गेट ग्रुप चाहिँ त्यही नै हुन्छ। 200बाट घटेर आउँदैन। ती 200लाई चाहिँ टार्गेट मानेर मैले गरेको कामको चाहिँ त्यहाँ एचिभमेन्ट देखाउँदाखेरि हामीले त्यो टार्गेट मिट नगरेको चाहिँ अवस्था देखिन्छ र हामीले काम नगरेको भन्ने चाहिँ देखिन आउँछ। त्यो भएर चाहिँ जस्तै यो सिएचएन प्रोग्रामले जुन गरिराख्नु भएको छ समुदायमा चाहिँ केसहरू फाइन्ड आउट गर्ने जस्तै गर्भवती कतिजना छन् सुत्केरी कतिजना भयो अन्डर 5 इयरको बच्चाहरू कतिजना छन् खोप लगायत कतिजना छन् छैनन्
कुन समस्याका व्यक्तिहरू छन् भन्ने कुरा उहाँहरूले फाइन्ड आउट गरेर हामी कहाँ पठाउनुहुन्छ। त्यो केसहरू हामी कहाँ आएपछि त हामी रेकर्डेड नै हुन्छ र हाम्रो सिस्टम थ्रु रिपोर्टिङमा पनि जान्छ। तर त्यो बाहेक पनि उहाँहरूले इन्स्योर पनि गर्ने काम गर्नुभएको छ। जस्तै गर्भवतीहरू हामी कहाँ मेरो हेल्पमा चाहिँ कतिजना आए र बाँकी चाहिँ कुन कुन इन्स्टिट्युटमा गइराखेको छ त भन्ने कुराहरू पनि उहाँहरूले हामीलाई रिपोर्टिङ गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको स्वास्थ्यको हेल्थ इन्डिकेटरहरू सुत्केरी गराउने दर, मातृ मृत्यु दर, अनि पोषणको अवस्था के छ, बच्चाहरूको जुन ग्रोथ मोनिटरिङको कन्डिसन छ, खोप लगाउने बालबालिकाहरूको इन्डिकेटर चाहिँ हामीले धेरै नै बढेको महसुस गरेका छौँ। हामीले रिपोर्टिङ रेकर्डिङमा पनि एकदमै सपोर्ट भएको छ उहाँहरूले गर्दाखेरि। त्यो चाहिँ मैले अवगत गराउन चाहेँ। त्यसै गरेर कतिपय ठाउँमा हामी पुग्न नसकेको स्वास्थ्यकर्मी, मैले अघि नै भनेँ, जुन माथि देखिने पोर्सन मात्र हामीले देखिरहेका छौँ, लुकेर बसेका केसहरूलाई चाहिँ हामीले भेट्न पाएका छैनौँ। त्यो केसहरूलाई चाहिँ उहाँहरूले हामीसम्म पुर्याइदिने काम गर्नुभएको छ। त्यसले गर्दाखेरि हामीले दिने सर्भिसहरू पनि बढेको छ। हामी एज अ हेल्थ वर्करले को कारणले भएको नाताले पनि हामी चाहिँ हामीले सर्भिस दिन पायौँ, सबै समक्ष उहाँहरू थ्रु चाहिँ हामी पुग्न पायौँ भन्ने चाहिँ हामीले महसुस गरेका छौँ होइन। त्यो भएको कारणले गर्दाखेरि अर्को चाहिँ मैले के अनुरोध गरेँ भनेपछि सिएचएन प्रोग्राम पहिला चाहिँ कमिटीमा उहाँहरू हुनुहुन्थ्यो, उतैबाट उहाँहरूले आफ्नो काम गर्नुहुन्थ्यो, उतैबाट जानुहुन्थ्यो, हामीसँग त्यो रिपोर्टहरू आइपुग्दै थिएन। जब सिएचएनहरूलाई चाहिँ हाम्रो हेल्थ फेसिलिटीमै बसेर चाहिँ काम गर्ने वातावरण दिनुभयो, त्यही भएर चाहिँ हामी बिचमा पनि कोअर्डिनेसन एकदम राम्रो हुन थाल्यो। रिपोर्टिङ रेकर्डिङको अवस्थाहरू पनि राम्रो भयो। हाम्रो हेल्थ इन्डिकेटरहरू पनि सबैमा सुधार भएको छ। त्यो कारणले गर्दाखेरि सिएचएनलाई पनि हेल्थ फेसिलिटीमै बसेर चाहिँ काम गर्ने मौका चाहिँ मिलाइयोस् भन्ने चाहिँ म सम्पूर्ण यो सम्बन्धित निकायबाट चाहिँ अनुरोध गर्दछु। र यो प्रोग्रामले यति नै नफुकाएर चाहिँ अबलाई चाहिँ सम्पूर्ण 77 जिल्लाको चाहिँ सम्पूर्ण वडाहरूमा चाहिँ हामीले पुर्याउने जमर्को गर्नुपर्छ जस्तो लाग्छ। अब स्वयंसेविकालाई त हामी एकदमै धेरै उहाँले चाहिँ आदर सत्कार गर्नुपर्छ। तर अब चाहिँ अहिलेको अवस्थामा अझै डिजिज प्याटर्नहरू चेन्ज भएको छ। थुप्रै कारणले गर्दाखेरि चाहिँ अब स्वयंसेविकाको मात्रै नलेजले, त्यो लेभलको मेन पावरले चाहिँ अब गभर्मेन्टको जुन एचिभमेन्ट के अरे टार्गेटहरू छ नि, सस्टेनेबल डेभलपमेन्ट गोलहरू छ, हेल्थ पोलिसीका कुराहरू छन्, युनिभर्सल हेल्थ कभरेजका कुराहरू छन्, ती कुरालाई चाहिँ कभरेज गर्न सक्दैन भन्दै यो उहाँहरूले चाहिँ के अरे स्वयंसेवी प्रोग्रामलाई चाहिँ मैले पुरै नै बन्द गर्नुपर्छ भन्ने होइन, तर फेज बाई स्टेप बाई स्टेप चाहिँ फेज गर्दै सिएचएन प्रोग्राम यो लेभलको मेन पावर चाहिँ हामीले वडामा एकदमै नेपाल सरकारको पोलिसी इम्प्लिमेन्टेसन गर्न काम गर्ने स्वास्थ्यकर्मी भएको नाताले गर्दाखेरि र यो कुरालाई चाहिँ सबैले महसुस गरिदिनु होला, सम्बन्धित निकायमा छलफल गर्नुहोला भन्दै उहाँहरूले गरेको काम पनि हाम्रो हेल्थ सिस्टममा चाहिँ डिएचएसमा चाहिँ इम्प्लिमेन्ट गर्ने व्यवस्था गऱ्यो भने चाहिँ अझै राम्रो हुन्छ भन्ने चाहिँ मैले महसुस गर्दै यो प्रोग्रामको सफलताको कामना गर्छु। साथसाथै के अरे एउटा अनुभव चाहिँ पुरै भन्छु, सिएचएन यो कार्यक्रमले गर्दाखेरि एउटा मर्नको लागि चाहिँ प्लानिङ बनाएको मान्छे अहिले चाहिँ एकदमै स्वस्थ भएर उहाँ चाहिँ अहिले कसैको लागि चाहिँ यो प्रोग्रामको लागि चाहिँ मोटिभेसनल स्पिकरको रूपमा चाहिँ उहाँले काम गर्न सक्नुहुन्छ। त्यसै गरेर हाम्रो फिमोसिस भएको 2 दिनको बच्चाहरू उहाँहरूले पत्ता लगाउनु भएको छ, सिभियर जन्डिस भएको बच्चाहरू, थुप्रै यस्ताहरू घटनाहरू कति छन् यो सबै अहिले यहाँ व्याख्या गर्नै सकिँदैन। हामी चाहिँ पक्कै पनि पुग्न सकेका छैनौँ प्रत्येक प्रगति